यस गाइज, जिन्दगीमा केही गर्नु छ भने एक्लै अगाडि बढ्नुपर्छ। चाहे जङ्गल होस्, चाहे सहर होस्, चाहे कुनै पनि ठाउँमा होस्, सफर एक्लै गर्दाखेरि चाहिँ अलिकति दिमागमा नयाँ नयाँ कुराहरू, सोचहरूको आविष्कार जस्तै हुन्छ, डेभलप हुन्छ है। र डर भन्ने कुरा चाहिँ बिस्तारै हट्दै जाँदो रहेछ। यो डरले हो नि खासमा मान्छेलाई पछाडि पार्ने अथवा अल्छी बनाउने अथवा भनौँ अगाडि बढ्न नदिने। सो म चाहिँ यसरी जङ्गलमा एक्लै हिँड्ने गर्छु कहिलेकाहीँ, आफूमा अलिकति कन्फिडेन्ट बिल्ड होस् भनेर है। यस्तै छ दोस्त। हिँड्न मजा आउँछ। यसरी नै क्यामेरा एउटा अलिकति आए पनि नआए पनि है, जस्ट अलिअलि यसो रेकर्डको लागि भनेर मैले यसरी यो बाटोहरूलाई देखाउने गर्दछु। र मनमा नै आफ्नै हिसाबले एक्लै रमाउन खोजिरहेको छु। नाइस, थ्याङ्क यू।